नमस्ते हजुरहरुलाई हाम्रो चुल्हामा स्वागत छ। आज चाहिँ मैले माघे संक्रान्तिको स्पेशल फुरौडाको रेसिपी लिएर आएको छु। हजुरहरुले सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। अब मैले चाहिँ कालो मासलाई दाललाई बेलुकै भिजाएर राखेको छु रातभरि। अब पखाल्नको लागि सुरु गर्दैछु। समय छैन भनेदेखि रातभरि भिजाउनु पर्दैन। 5-6 घण्टा मन तातो पानीमा भिजाउँदा नि हुन्छ। यसरी बोक्रा अब यसको बोक्रा चाहिँ सबै निकालिसक्नुपर्छ। त्यसकारण राम्रो हुन्छ। मैले चाहिँ हेर्नुस् त पखालिवरी मिक्सी जारमा राख्दैछु पिस्नको लागि। अब पिस्नुपर्छ। थोरै पानी पनि लगाउनुपर्छ। पाक्ने भाग पानी थोरै लगाउनुपर्छ अनि मजाले पाक्छ। ल हेर्नुस् त पिसेर पनि रेडी भइसक्यो। साह्रै मसिनो पनि पार्नु पर्दैन। धेरै मसिनो भयो भने पनि पाक्दैन। खस्रो खस्रो नै अलिअलि बनाउनु पर्छ। मैले चाहिँ यता तेल बसाइसकेको छु कराईमा। ग्यास बालिवरी सनफ्लावर तेलमा राम्रो हुन्छ। सनफ्लावर तेल लाउँदै छु म। यता तेल तातिदै गर्छ। अब यता चाहिँ फुलौरा बनाउनको लागि अघि पिसेको कालो दाललाई सबै कुरो मरमसला लगाउँदै छु। नुन स्वाद अनुसार, बेसार 1 चम्चा सानो मसला चम्चाले, जिरा धनियाको धुलो 2 चम्चा, अब यो चाहिँ अदुवा मैले पिसेर राखेको। यो अदुवा चाहिँ मासको दालमा निकै नै लाउनु पर्छ। फुलौरा पकाउँदा 2 चम्चा राखेको छु मैले। मसिनो गरेर काटेको लसुन हो, हरियो लसुन। मिठो टेस्ट दिन्छ लसुनले पनि। अब मजाले मिक्स गर्नुपर्छ सबैतिर लाग्ने गरेर मरमसलाहरू सबै। दाल मजाले फिट्दा नै फुलौरा चाहिँ राम्रो हुन्छ। निकै बेरै फिटेको राम्रो हुन्छ। पाक्छ भित्रसम्म। हेर्नुस् त मैले मुसिसकेको छु। मैले थोरै चाहिँ नातिनीलाई छुट्याइदिएको छु। पिरो खाँदैन। खोर्सानी लाएको छुइनँ त्यसकारणले झिकिदिएको। हरियो काटेको खोर्सानी लगाएको छु 2-3 वटा। हजुरहरु कतिको पिरो खानुहुन्छ त्यही अनुसार लगाउनु होला। अब मैले खोर्सानीको धुलो पनि लगाएको छु आधी चम्चा। त्यसलाई मजाले मिक्स गर्नुपर्छ। ल हेर्नुस् त अब पोल्नको लागि रेडी भइसक्यो। यता तेल बसाएको थिएँ। अब ग्यास सानो बनाएको थिएँ, ठुलो बनाएँ। अब पोल्नको लागि रेडी भइसक्यो। अब चाहिँ आफूलाई कत्रो साइज मनपर्छ त्यही अनुसार। साह्रै ठुलो पनि पाक्दैन त्यसकारण ठिक ठिकैको साइज लगाउनु पर्छ। हेर्नुस् त मजाले यसरी लगाउनु पर्छ। कराईभरि पाक्ने गरेर आट्ने गरेर। यो फुलौरा लगाउनु थालेपछि चाहिँ तेल तातिसकेपछि चाहिँ ग्यासलाई सानै नै बनाएर लगाउँदाखेरि मजाले पाक्छ। नभए लगाउँदा लगाउँदै डढ्छ। भित्र चाहिँ काँचै हुन्छ, बाहिर पाक्छ। त्यसकारणले ग्यास चाहिँ सानो बनाएरै सबै लगाउँदा राम्रो हुन्छ, पाक्छ। अब यसरी सार्दै सार्दै लगाउँदा नि हुन्छ। मासको दाल चाहिँ अब यो माघे संक्रान्तिमा स्पेशल माघे संक्रान्तिमा खाइन्छ फुलौरा बनाएर। सबै लगाउनु पर्छ मजाले आट्ने गरेर। यसरी सबै सार्दै सार्दै तेल पर सार्दै पकाउँदाखेरि चाहिँ धेरै आँट्छ। हेर्नुस् त भरि लगाएको थिएँ, पाकेपछि यस्तो भयो। यति भयो, रातो रातो भयो। ठुलो ग्यासमा चाहिँ डढ्छ। बाहिर बाहिर चाहिँ भित्र पाक्दैन। त्यसकारणले यसरी बिस्तारै पकाउनु पर्छ। 10 मिनेटमा चाहिँ पाक्छ। हेर्नुस् त पाकेर रेडी भइसक्यो। एक गान चाहिँ पाकेर रेडी भइसक्यो। फेरि लगाउँदैछु अर्को गान पनि।
यसरी नै पहिला पकाएको जस्तै तरिकाले नै यो पकाउने हो। यसरी नै पल्टाउँदै चलाउँदै पकाउनुपर्छ। अर्को घाम पनि पाकेर रेडी भइसक्यो। हेर्नुहोस् त म चाल्नीमा राख्दैछु। कस्तो राम्रो पाकेर पाकिसक्यो। ल हेर्नुहोस् त कस्तो राम्रो भएको छ, मजाले क्रन्ची भएको छ। हेर्नुहोस् त पाकेर म फुटाएर नि देखाउँछु हजुरहरूलाई। ल हेर्नुहोस् त कस्तो राम्ररी पाकेको छ भित्रसम्म। अब हजुरहरूलाई भिडियो कस्तो लाग्छ, भिडियो मन परेमा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। साथीभाइहरूसँग सेयर गर्नु नभुल्नु होला। धन्यवाद।